हेलो गाइस, आज हेर्न सक्नुहुन्छ हामी दुई भाइ सर र सरदेवाबाट अब हाम्रो ट्रिप घर गउँदैछ। यता भाइले यो बाटो ठ्याक्क तपाईँको हाटतकबाट तल झरेपछि बुटोल ठ्याक्कै 36 किलोमिटर पर्दो रहेछ। बुटोल एकदम सर्टकट, तपाईँको लगभग 10 किलोमिटर बाटो सस्तो छोटो पर्छ। यता बाटोमा बाटो बनाएर चाहिँ कस्तो राम्रो हाइवे भन्दा बाटो ठ्याक्क छ। ओह्रालो चाहिँ छ। तपाईँ पाल्पातिर आउनु भएको छ, भैरव स्थानतिर आउनु भएको छ भने बुटोल जाने सर्टकट बाटो खोज्नु भएको छ भने यो बाटो चाहिँ एकदम उपयुक्त छ है। तपाईँ बाइकमा हुनुहुन्छ, आफ्नो निजी गाडीमा हुनुहुन्छ भने यो बाटो एकदम ठिक छ। हेर्नु बाटो क्लियर छ। हामीले बाइकमा छौँ, हामीले फर्स्ट टाइम हिँड्यौँ, तर बाटो बहुत राम्रो लाग्यो। तपाईँलाई सर्टकट बाटो तपाईँले खोजिरहनु भएको छ अनि उता हाइवेको धुलो खान चाहनु भएको छैन भने यो बाटो एकदम ठिक छ। बाटो हेर्नु है, नयाँ बाटो रहेछ, पिच भएको एकदम तपाईँको लगभग 10 किलोमिटरभन्दा अझै बढी छोटो पर्दो रहेछ। यो बाटो प्रयोग गर्नु होला है गाइस। ल म त्यही भन्न चाहन्छु। ल भाइले सबै कुरा बताइदिइसक्यो। गाडीले जाँदै हामी उता जानु। यस्तो राम्रो पिच रहेछ। हामी त सोध्दै आएको थियौँ, तर धेरै फरक पर्दो रहेछ। आउँदाखेरि टाइम अर्घाँसीबाट घुमेर आयो। अहिले चाहिँ ठ्याक्कै यहाँबाट छिरेको छ। एकदमै नजिक पर्दो रहेछ। तपाईँको बुटोलबाटै पाल्पा कति किलोमिटर पर्छ? 40 किलोमिटर पर्छ भने यहाँबाट चाहिँ 30 किलोमिटर पर्दो रहेछ। धेरै सत्तर पर्दो रहेछ। अनि बाटो राम्रो रहेछ। त्यहाँ हेर्न सक्नुहुन्छ। घुमाउरो चाहिँ घुमाउरो रहेछ है। बाटो चढ्ने भइहाल्छ, हाइवे पनि छ, तर बाटो ठिक छ गाइस, एकदम ठिक छ है। बाटो त्यस्तो बाटो छैन। लोकल बाटोको रूपमा यो बाटो मजाले प्रयोग गर्न सकिन्छ। गाडी अब त्यहाँसम्म छ कि छैन भने यति गाडी मजाले हिँड्न चाहिँ बाटो एकदम ठिक छ। नयाँ बाटो नभतिन्दासम्म चाहिँ बाटो एकदम ठिक छ। गाडी चाहिँ हाम्रो बाइकलाई उठ्नु कस्तो दामी बाटो बनाएर रहेछ होइन? बाटो त भन्दै बनाएर कोही डोरे हो कि होइन? बाटो एकदम ठिक छ है। काँडा काँडा पनि एकदम मजाले हेर्दै चिसो हरियो वातावरण हेर्दै ट्याक्क कोलाहरू छैन। गाडीको धुवा धुलो केही खान पर्दैन। स्वच्छ वातावरणमा एकदम मजाले तपाईँको आनन्द चाहिँ प्रकृतिको मनोरम दृश्यहरू हेर्दै हरिया डाँडा काँडा हेर्दै मजाले हेर्नु सक्नुहुन्छ। बाटो बाइकमा हुनुहुन्छ, आफ्नो कारमा हुनुहुन्छ भने यो बाटो एकदम प्रयोग गर्नु होला है। पाल्पा आउनु भएको छ अथवा भैरवस्थान आउनु भएको छ अथवा कुल्लीबाट सुरक्षित फर्किँदै हुनुहुन्छ भने पनि यो बाटो फर्किँदा हुन्छ। एकदम राम्रो छ बाटो। अब ठुलो गाडी त यो बाटो आउनु होला, आउन त मजाले हुन्छ, तर प्यासेन्जर पाउन भनेर आउनु होला। ठुलो गाडी पनि आउनु मजाले यो बाटो उताको बाटो भनेर ठिक छ अझै। तर आफ्नो निजी गाडीमा हुनुहुन्छ भने यो बाटो एकदम प्रयोग गर्नु होला। बाइक परिवारसँग हुनुहुन्छ र फ्यामिलीसँग हुनुहुन्छ भने पनि उता पुण्यबाट झरेर आउँदाखेरि ठ्याक्क यहाँ हाटदेखि आए पनि भयो, हाटबाट उता फर्किँदाखेरि ठ्याक्क टुप्ले निस्केर बुटोल गए पनि भयो। त्यसको लागि चाहिँ बाटो एकदम सर्टकट छ है। हामी तपाईँलाई बाटो देखाइरहेको छौँ कि बाटो पनि एकदम क्लियर छ। चराचुरुङ्गीको आवाज सुन्दै प्रकृतिको एकदम आनन्द लिँदै बाटोमा बस्दै नुनको पानी खाँदै यो बाटो टक्क हेर्नु है। एकदम त प्राकृतिक रूपमा टक्क मजाले हिँड्न सक्नुहुन्छ। एकदम ठ्याक्क छ बाटो। नयाँ बाटो अब कहीँ केही छैन। बाटो हाइवे चिज गरिरहेछ। हाइवेभन्दा टक्क राम्रो छ मजाको बाटो है। एकदम छोटो छ बाटो। बाइक पनि मजाले 40-50-60सम्म स्पिडमा मजाले हिँड्न सकिन्छ। गाडीको आवाज धुवा धुलो केही छैन, शान्त छ। गाउँहरू बस्ती पनि पातुलो रहेछ यतातिर। बाटो एकदम ठिक छ है। छोटो डुम्री भन्नाले केराबारी भन्दा अगाडि राम्रो बाटो छ कि कुनै छोड्दै बाटो प्रकृतिको आनन्द लिँदै बाइक मजाले 70-80 स्पिड हान्न सकिन्छ। माइकिङ लगाएर बस्छस्? माइकिङ लगाएर बस्छस्? बोलो 4 मिनट भयो। बाटो हेर्नुहोस् राम्रो छ है गाडी बाटोहरू चाहिँ। प्रकृतिको बाटो प्रकृति
हरियो वातावरण छ। अहिले बसन्त ऋतु छ, ट्याक्क जङ्गलमा पनि टक्क चराचुरुङ्गीको आवाज, हरियो वातावरण, टक्क खोलाको साइडमा रोक्दा साइडमा खोलाको तिर साइडमा रोक न। हेर्दै गाई माइक दिन सक्यो छक्क साह्रो माइकको अरू सक्यो छ एकदम राम्रो छ है। हाम्रो राम्रो लाग्यो, हामी फर्स्ट टाइम हिँडेको बाटोमा एकदम राम्रो छ हेर्नु। बाइकमा अझै कारमा अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। प्रकृतिको आनन्द लिँदै भिर पाखाहरू हेर्दै पहाड मन पराउनेहरूलाई चाहिँ यो बाटो एकदम राम्रो छ। ठुल्ठुला पहाड पनि छैनन्, डरलाग्ने पहाड पनि छैनन्, ठुल्ठुला भिरहरू पनि छैनन्। टक्क जङ्गलको दृश्यहरू हेर्दै बाटो टक्क छाट्टो बाटोहरू बस एकदम छाट्टो छ है साथीहरू। ट्याक्क हामी घाममा रोक्छौँ, पहाड बेच्छु मनोरम दृश्य हामी लिन्छौँ यहाँबाट। तिर्खाको बाटो रहेछ एउटै पर्दो रहेछ किन भन् न। ल हेलो साथीहरू, हामी आजबाट आज ठ्याक्क यो आर्थोकदेखि तल बाटो ठ्याक्क डुम्रे निस्किँदैछौँ। अनि तपाईँहरू पनि वैकल्पिक बाटोको राम्रो बाटोको खोजीमा हुनुहुन्छ, बुटोलबाट आर्थोक अथवा आर्थोकबाट बुटोल जाँदै हुनुहुन्छ भने हाइवे छोडेर वैकल्पिक बाटो, छोटो बाटो, राम्रो बाटो खोजिरहनु भएको छ। यो बाटो एकदम ठिक रहेछ, पिच भारी छ, नयाँ छ बाटो, हेर्न सक्नुहुन्छ। हामी पनि आज फर्स्ट टाइम आएको, यो बाटो एकदम ठिक लाग्यो। तपाईँको ठ्याक्क उहाँ 36 किलोमिटर छ आर्थोकबाट बुटोलको लागि। तपाईँको उताबाट जाँदाखेरि बुटोल पाल्पा बस पार्कबाटै बुटोल 40 किलोमिटर छ, यताबाट 6 किलोमिटर त्यसै छोटो पऱ्यो। अनि 6 किलोमिटर बस पार्क जानै छ भनेपछि 10-12 किलोमिटर यता छोटो पर्ने रहेछ। बाटो पनि एकदम ठिक छ। तपाईँको प्रकृतिको बाटो, टक्क प्रकृतिक मजा लिँदै बाटोहरू हरियो डाँडाकाँडाहरू हेर्दै। अहिले त झन् बसन्त ऋतु छ, सबै जङ्गल हरियो छ, बाटो पनि छक्क छ। टक्क खोला नालाको टक्क गुनगुन आवाज सुन्दै, चराचुरुङ्गीको आवाज लिँदै, ठाउँ रोक्दै फोटोहरू खिच्दै मजाले हिँड्न सक्नुहुन्छ। अनि यो बाटो प्रयोग गर्न सक्नुहुन्छ। आनन्द तपाईँको कारमा पनि हिँड्न सक्नुहुन्छ, प्राइभेट गाडीहरू छ भने मजाले यो बाटो फ्यामिलीसित मजाले तपाईँको रोक्दै प्राकृतिक मजा लिँदै फोटोहरू खिच्दै खोलाको तिरमा ठ्याक्कै तपाईँ उता डुम्रे निस्किनको लागि एकदम राम्रो रहेछ यो बाटो। हामी फर्स्ट टाइम हिँडेको, पिच भएको छ बाटो एकदम। अब हाइवे भन्दा ठुलो छ बाटो चाहिँ, घुम्तीहरू छन्, तर बाटो एकदम मजाको छ। यो बाटो हिँड्न सक्नुहुन्छ। उता तपाईँ गुल्मीबाट आउँदै हुनुहुन्छ भने पनि ठ्याक्क आर्थोकबाट यति भित्र छिरेपछि ठ्याक्क झर्ने बाटो छ, बाटोमा लेखेको छ बुटोल जाने बाटो भनेर। बाटो चाहिँ एकदम ठिक छ, छक्क छ बाटो। अनि बुटोलबाट पाल्पा जाँदै हेर्दा पनि भयो, गुल्मी जानेहरूलाई पनि भयो। सर्टकट बाटो, छोटो बाटो खोज्नु भएको छ भने 10 किलोमिटर बाटो सस्तो पर्छ, छोटो पर्छ, अनि छिटो पनि हुन्छ। बाटो एकदम खाली छ। उताबाट तपाईँको हाइवेको धुवाँ बाटो अलग्गै हुन चाहनुहुन्छ भने यो बाटो ठ्याक्क बाटोमा रोक्दै टक्क डाँडाकाँडाहरू हेर्दै तपाईँको पार जन्मेको, पार हुर्केको मान्छेहरूलाई एकदम पाहाडको आफ्नै पाहाडको जस्तो मनोरम दृश्यहरू हेर्दै टक्क। पाहाडहरू पनि ठुल्ठुला छैन, त्यस्तो डरलाग्दो पाहाड भिरपाखाहरू पनि हेर्न पर्दैन। सानसाना पाहाडहरू हेर्दै टक्क खोलाको छेउ निस्किँदा यो बाटो एकदम ठिक छ। हामी पनि 2 बार एउटा कर्देलातिर गएका थियौँ, ठ्याक्क यो बाटो फर्किँदाखेरि बाइकमा सर सोधेर आउँदाखेरि एकदम मजा लाग्यो। हामी बाटो यतिको छ भनेर महसुस गरेका थिएनौँ, तर यो बाटो आउँदाखेरि चाहिँ एकदम मजा लाग्यो हामीलाई। बाटो पनि छक्क छ, गाडीहरू पनि एकदम कम चल्छन्, बाटो पिच बाटो, नयाँ बाटो, कोही खाल्टाखुल्टी केही छैन, छक्क छ साथीहरू। यो बाटो हिँड्नको लागि एकदम हामी तपाईँहरूलाई एकदम सिफारिस गर्छौँ। हामी पनि हिँड्यौँ, अब त हामी खालि यही बाटो नै हिँड्छौँ। बाटो छक्क रहेछ, टक्क धुलो धुवा केही छैन, आनन्द प्राकृतिक मजा लिँदै टक्क डाँडाकाँडाहरू हेर्दै। डाँडाकाँडाहरू हेर्न सक्नुहुन्छ, पुरै हरियो छ नि साथीहरू। टक्क रुटहरू छ, कसैलाई सोध्न पर्दैन, बाटो सिङ्गल बाटो छ, कसैलाई नसोधिकन मजाले यसरी तपाईँहरू हिँड्न सक्नुहुन्छ। बाटो नयाँ बाटो रहेछ, बाटो एकदम छक्क छ। तपाईँको 60, 70, 80सम्म हिँड्न सकिन्छ स्पिड मजाले। हामी चाहिँ बिस्तारै हिँडेर फर्स्ट टाइम आएको भएर हामी चाहिँ हेर्दै बाटोहरू हेर्दै
पछि भन्नु बजेट नखिच्ने अब पछि के खिच्ने हामीलाई हुन्छ होला अलि 10 भन्दा धेरै होला होइन 10 अनि त्यसो भएको छ होला उहाँले पिस रहेछ होइन रहेछ नि पिस होइन हो पिस होइन हो हामीलाई बाटो कुन हो त्यही बाटो नि त्यही बाटो बाटो कामा यो पनि काको बाटो तल पर्छ होइन जान्छ बन्द रहेछ कि त बनाउँदै रहेछ अनलाइन भिडियो गराएर त्यो भिडियो हल्लिन्छ क्या त्यसले आफै भिडियो क्याप्चर गर्छ कि यो एउटा यस्तो मतलब छ कि सिस्टमबाट मात्र